म्युचुअल फन्ड भनेको चाहिँ के हो? म्युचुअल फन्ड भनेको चाहिँ एउटा एएमसी हो, मतलब एसेट म्यानेजमेन्ट सिस्टम हो। त्यसले चाहिँ के गर्छ भन्दाखेरि एकैचोटि धेरै मान्छेसित पैसा असुल्छ, मतलब धेरै मान्छेसित पैसा उठाउँछ र त्यो एउटा कलेक्टिभ एमाउन्टलाई चाहिँ उसले इन्भेस्ट गर्छ स्टकमा, त्यहाँ धेरै जस्तो कुरामा त्यसले त्यो पैसा इन्भेस्ट गर्छ। त्यहाँ चाहिँ एउटा कुनै एक्सपर्टहरू हुन्छ जसले चाहिँ पैसालाई म्यानेज गर्न, इन्भेस्ट गर्न, जसले पढे लेखेको हुन्छ, त्यस्तो मान्छेलाई त्यहाँ राखेको हुन्छ र त्यसले चाहिँ त्यो पैसालाई स्टडी गरेर त्यो म्युचुअल फन्डमा भएको एक्सपर्टहरूले चाहिँ त्यो सबैजनाको कलेक्टिभ पैसालाई चाहिँ डिफ्रेन्ट ठाउँमा इन्भेस्ट गरेर हुन्छ। कसैले स्टक मार्केटमा इन्भेस्ट गर्छ, कसैले रियल इस्टेटमा इन्भेस्ट गर्छ, कसैले अब गोल्डमा इन्भेस्ट गर्छ, या त अरू धेरै कुरामा इन्भेस्ट गरेर आएको हुन्छ त्यो पैसाहरू चाहिँ। र त्यो पैसा इन्भेस्ट गरेको सर्भिस बापत तपाईँको पैसामध्ये सर्टेन तपाईँको पैसामध्ये सर्भिस चार्ज पनि काटिरहेको हुन्छ। अब म्युचुअल फन्डमा पनि सबै म्युचुअल फन्डले तपाईँलाई फाइदै दिन्छ, त्यसले रिटर्न राम्रै दिन्छ पनि भन्ने चाहिँ हुँदैन। धेरै जस्तो म्युचुअल फन्ड घाटामा पनि गइरहेको हुन्छ, धेरै जस्तो म्युचुअल फन्डले रिटर्न दिइरहेको पनि हुन्छ। अब त्यो रिटर्न राम्रो छ कि छैन भने चाहिँ कसरी थाहा पाउने? त्यो थाहा पाउनुको लागि चाहिँ एनएभी हेर्नुपर्छ, मतलब नेट एसेट भ्याल्यु। अब त्यसको नेट एसेट भ्याल्यु जतिको त्यतिकै छ कि अझै कम भएको छ कि बढेको छ? यदि बढेको छ भने चाहिँ त्यसले राम्रो रिटर्न दिइरहेको छ र कति बढेको छ, र त्यसको एनएभीको तपाईँले हिस्ट्री यदि राम्रो छ भने अनि मात्रै त्यो म्युचुअल फन्डमा इन्भेस्ट गर्नु, नत्र त्यही म्युचुअल फन्डमा इन्भेस्ट गरेर केही काम छैन।